हेलो नमस्कार सबैजनालाई। एसबीआईमा पिओ पोस्टको 1500 पोस्टको भ्याकेन्सिजको अफिसियल नोटिफिकेसन आउट भइसकेको छ र यसको अनलाइन एप्लिकेसन पनि स्टार्ट भइसकेको छ। आजको यो भिडियोमा एसबीआईको पिओ भ्याकेन्सिजको बारेमा फुल डिटेल्स दिनुको लागि म आइसकेको छु। यसको बारेमा कसरी एप्लाई गर्नु, कहाँबाट एप्लाई गर्नु, के तपाईँको रिक्वायरमेन्ट के छ, क्वालिफिकेसन के चाहिनेछ, यो सबै आजको यो भिडियोमा तपाईँले पाउनुहुनेछ। भिडियो लास्टसम्म हेर्नुहोला र तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जानुहोला। तपाईँलाई आजको यो भिडियो काम लागेन भने पनि फ्युचरमा तपाईँलाई कुनै न कुनै भिडियो जरुर काम लाग्ने भिडियो आउने नै छ र भिडियोलाई लाइक गरिदिनु होला। आउनुहोस् अब तपाईँलाई नोटिफिकेसनमा दिएको कम्प्लिट जानकारी बताउनु गइरहेको छु। भिडियो ध्यान दिएर हेर्नुहोस् होला र लास्टमा गएर म एप्लाई गर्ने प्रोसेस पनि बताउनेछु। एसबीआई पिओ रिक्वायरमेन्ट 2026 कम्प्लिट डिटेल्स तपाईँले यहाँबाट पाउनुहुनेछ र स्टेट ब्याङ्क अफ इन्डिया एसबीआईले निकालेको भ्याकेन्सिज हो यो र पिओ पोस्टको लागि टोटल भ्याकेन्सिज 1500 पोस्टको भ्याकेन्सिज निकालेको छ र इम्पोर्टेन्ट डेट्स अनलाइन एप्लिकेसन स्टार्ट भइसकेको छ। 18 जुन 2026 देखि अनलाइन एप्लिकेसन स्टार्ट भइसकेको छ भने यसको लास्ट डेट छ एप्लाई गर्ने 8 जुलाई 2026 सम्म छ र यसको फर्स्ट एक्जाम हुनेछ अगस्तमा हुनेछ भने मेन एक्जाम हुनेछ सेप्टेम्बरमा। मेन एक्जाम यसको इन्टरभ्यू नोभेम्बरमा हुनेछ र एजुकेसन क्वालिफिकेसन तपाईँ कुनै पनि विषयमा ग्रेजुएसन गर्नुभएको छ भने तपाईँले एप्लाई गर्नु पाउनुहुनेछ। फाइनल इयरको स्टुडेन्ट प्रोभिजनल सर्टिफिकेट मात्रै तपाईँले पाउनु भएको छ भने पनि तपाईँले एप्लाई गर्नु सक्नुहुनेछ। ग्रेजुएसनमा फाइनल इयर हुनुहुन्छ, प्रोभिजनल सर्टिफिकेट मात्रै तपाईँकोमा छ भने पनि तपाईँले एप्लाई गर्नु सक्नुहुनेछ र मिनिमम एज 21 इयर्सको हुनै पर्नेछ र म्याक्सिमम 30 इयर्सको हुनुपर्नेछ र रिल्याक्सेसन तपाईँले अलग्गै पाउनु नै हुनेछ र बेसिक सेलेरी तपाईँले 48,480 रुपिस पाउनुहुनेछ भने तपाईँको सबै एलोवेन्सहरू सबै जोडेर प्लस 80,000 तपाईँको पर मन्थ सेलेरी हुनेछ र इक्जामहरू तपाईँको प्याटर्न माथि नै बताइसकेको छु र तपाईँको टोटल इक्जाम 100 क्वेसनको हुनेछ भने 100 मार्क्सको तपाईँको इक्जाम हुनेछ। रिटन इक्जाम चाहिँ तपाईँको 100 क्वेसनको 100 मार्क्सको हुनेछ। 1 आवर 1 घन्टाको टाइम पाउनुहुनेछ इक्जामको लागि र यहाँ तपाईँले देख्नुहुँदैछ मेन इक्जाम सब्जेक्ट, तपाईँले सब्जेक्टहरू पनि देख्नुहुँदैछ। सबै सब्जेक्टहरू तपाईँले नोट गरेर राख्नु सक्नुहुनेछ। यहाँनिर तपाईँले देख्नुहुँदैछ र फी जेनरल ओबिसी र इडब्ल्युएसको लागि 750 एप्लिकेसन फी छ भने एससी एसटी र पिडब्ल्युबिडीको लागि फ्री छ एप्लाई गर्नुको लागि र तपाईँले एप्लाई अफिसियल वेबसाइट एसबीआईको खालि अफिसियल वेबसाइटबाट मात्रै तपाईँले एप्लाई गर्नुपर्नेछ। अरू वेबसाइटबाट तपाईँले एप्लाई नगर्नु होला। तपाईँको टोटल जब लोकेसन चाहिँ तपाईँको अल इन्डिया हुनेछ। तपाईँले अल इन्डियामा जहीँ पनि पोस्टिङ हुनसक्छ यो जब, तपाईँले त्यो हिसाबले तपाईँले एप्लाई गर्नु सक्नुहुनेछ। एसबीआई पिओमा कसरी एप्लाई गर्ने म यसको बारेमा बताउनु गइरहेको छु। भिडियो ध्यान दिएर हेर्नुहोस् होला। लिङ्क मैले कमेन्टमा दिएको छु, त्यो लिङ्कमा तपाईँले क्लिक गर्नुहोस्, डाइरेक्ट तपाईँ यो पेज खुलिनेछ। यहाँनिर तपाईँले देख्नुहुँदैछ करेन्ट ओपन यो sbi.bank.in भनेर यो वेबसाइट देख्नुहुँदैछ। यो वेबसाइटमा तपाईँले क्लिक गर्नुहोस्। जस्तो यहाँ क्लिक गर्नुहुन्छ तपाईँले यो एसबीआईको वेबसाइट पेज खुलिएर आउँछ। यहाँनिर तपाईँले एडभर्टाइजमेन्ट देखिहाल्नुहुन्छ, कुन जबको भ्याकेन्सिज आएको छ लेटेस्ट तपाईँले यहाँ एडभर्टाइजमेन्ट देखिहाल्नुहुन्छ। यहाँनिर तपाईँले पिओको तपाईँले एप्लाई गर्नुहुँदैछ भने यसको एप्लाई गर्ने लास्ट डेट 8 जुलाई 2026 सम्म छ भने यहाँ यसमा तपाईँले यहाँनिर क्लिक गर्नुहोस्। जस्तो यहाँ क्लिक गर्नुहुन्छ यहाँनिर तपाईँले नोटिफिकेसन डाउनलोड गर्ने अप्सन पनि यहाँ आउँछ र त्यसको मुनिपट्टि यहाँ एप्लाई नाउ भनेर देख्नुहुँदैछ, यसमा तपाईँले क्लिक गर्नुहोस्। जस्तो यहाँ क्लिक गर्नुहुन्छ तपाईँ अलरेडी तपाईँले एकाउन्ट बनाइसक्नु भएको छ भने यहाँनिर डाइरेक्ट लगइन गर्दा भइहाल्छ र तपाईँले एकाउन्ट बनाउनु भएको छैन भने न्यू रेजिस्ट्रेसन तपाईँले गर्नुपर्नेछ। म न्यू रेजिस्ट्रेसन गरेर तपाईँलाई देखाउने छु र न्यू रेजिस्ट्रेसनमा क्लिक गरिसकेपछि तपाईँको बेसिक इन्फर्मेसन लगाउनु पर्ने जग्गा आउँछ। यहाँनिर तपाईँले आफ्नो नाम, त्यो नामलाई कन्फर्म पनि गर्नुपर्ने हुन्छ। आफ्नो मिडल नेम लगाएपछि फर्स्ट नेम लगाएपछि फर्स्ट नेमलाई कन्फर्म गर्नु पर्यो, मिडल नेम लगाएपछि मिडल नेमलाई कन्फर्म गर्नु पर्यो, लास्ट नेम लगाएपछि लास्ट नेमलाई कन्फर्म गर्नु पर्यो र यहाँ आफ्नो फुल नेम पनि लेख्नु पर्यो। त्यसको बादमा आफ्नो नम्बर लगाउनु पर्यो, त्यसलाई कन्फर्म पनि गर्नु पर्यो र अल्टरनेटिभ नम्बर पनि लगाउनु पर्यो। त्यसमा मेल आइडी लगाउनु पर्यो, मेल आइडी कन्फर्म पनि गर्नु पर्यो। त्यसको बादमा क्याप्चर कोड फिल गरेर सेभ एन्ड नेक्स्ट गर्नुपर्छ र यो फटाफट गरेर अगाडि बढ्नेछु। जस्तो तपाईँले सेभ एन्ड कन्टिन्यू गरिसकेपछि तपाईँको यो पेज खुलेर आउँछ। यहाँ आफ्नो फोन नम्बर र मेल आइडी भेरिफाई गर्नुपर्ने हुन्छ विथ ओटिपी लगाएर आफूले मेल र
यो भेरिफाई गर्नु फोन नम्बर र मेल भेरिफाई गर्नुपर्ने हुन्छ र यहाँ सेन्ड ओटिपी भनेर आइरहेको छ यसलाई हामीले ओटिपी सेन्ड गर्नुपर्ने हुन्छ यहाँ रेजिस्ट्रेसन नम्बर पनि आइसकेको छ हामीले यहाँ क्याप्चर फिल गरेर सेन्ड ओटिपीमा दबाएपछि ओटिपी आउँछ र ओटिपी हाल्नुपर्ने छ र फेरि मेल आइडीको लागि फेरि हामीले क्याप्चर फिल गरेर फेरि सेन्ड ओटिपी गरेर त्यहाँबाट फेरि ओटिपी आउँछ त्यो ओटिपी यहाँ हालेर हामीले भेरिफाई गर्नुपर्ने छ र म फटाफट यो गरेर अगाडि बढ्नेछु र मैले दुईटै ओटिपी भेरिफाई गरिसकेँ सेम प्रोसेसले तपाईँको यहाँनिर प्रोभिजनल रेजिस्ट्रेसन नम्बर पनि आइसकेको छ र तपाईँको मेसेजमा पनि आउँछ यो तपाईँले स्क्रिनसट गरेर राखेर पनि हुन्छ मेसेजमा पनि आउँछ तपाईँले र यहाँनिर तपाईँले आफ्नो फोटो खिचेर पासपोर्ट साइज फोटो खिचेर यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ यहाँनिर लाइभ फोटो क्याप्चर पनि गर्नुपर्ने हुन्छ यहाँदेखि उता केही टेक्निकल रिजनको कारणले गर्दाखेरि म अगाडि बढ्नु सकिनँ त्यसैले गर्दा तपाईँले आफ्नो फोटो खिचेर लगाउनुहोस् लाइभ फोटो पनि लगाउनुहोस् सिग्नेचर लगाउनुहोस् आफ्नो क्वालिफिकेसन सर्टिफिकेटहरू लगाउनुहोस् आफ्नो पुरा डिटेल्स कम्प्लिट फिलअप गर्नुहोस् र फी पेमेन्ट गरेर कम्प्लिट तपाईँले गर्नुहोस्